यहाँ हेर्नु त टिकटक बनाउँदैछु यहाँ गुराँसेमा एकछिन हैन। यो हिले सिधुवाको मौसम र मेरो मुड स्विङ चाहिँ एउटै भयो क्या। फेरि कतिखेर परिवर्तन हुन्छ थाहै नहुने। मान्छे भएपछि सबैभन्दा ठुलो कुरा खुसी भएर बाँच्नु हो क्या। घत्र उफार्यो आइयामा। फेरि पर्छ होला बिरमुनि। नेक्स्ट डे अर्थात् इलाम राइडको लास्ट डेको भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईहरुलाई यो भिडियो नबुझ्न सक्नुहुन्छ, त्यही भएर यो भन्दा अगाडिको भिडियो जुन अपलोड भएको छ त्यो भिडियो पहिला हेरेर अनि यो भिडियो हेर्न आउनु होला। मेरो हालत त तपाईहरुले देखि नै हाल्नु भयो। यो सब चाहिँ पूर्वबाट धरन आउने बाटोको कमाल हो। यो भिडियो चाहिँ अपलोड गर्न ढिलो भयो, त्यही पनि तपाईहरुले मजाले लास्टसम्म हेरेर साथ दिनु होला। यदि तपाईहरु मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न पनि नबिर्सनु होला है त। धरानसम्म चाहिँ म भिडियो नै नबनाई आएको थिएँ। अब यहाँ आइपुगेपछि चाहिँ मैले भिडियो बनाउन सुरु गर्दैछु साथीहरु। नबसिकन जान्छु म यहाँ पनि। आज चाहिँ डाइरेक्ट म एकैचोटि मुडेमा मात्रै गएर बस्ने हो। जे पर्ला पर्ला तात्तिने नि दुखोस् जे भयो नि होस्। एकछिन त बसेँ म तलतिर धनकुटाको त्यो पातले के भन्ने ठाउँमा त्यो पेट्रोल हालेँ नि त मैले। सङ्खुवा सभाबाटै इलाम पुगेर आउँदा 3000 को पेट्रोल हालिसकेँ। अब यतिले चाहिँ म घर पुग्छु होला। वाउ लुक एट द भ्यू गाइज। क्या मजाको हावाले सक्यो यार। गुराँसे आइपुग्यो अब चाहिँ गुराँसे गुराँस बिनाको गुराँसे। वाउ लड्की। वाउ म एकछिन यतातिर बस्न पर्यो। गाइज म चाहिँ अहिले यहाँ हेर्नु त टिकटक बनाउँदैछु यहाँ गुराँसेमा एकछिन हैन। कति कुद्नु चाक दुखिन्जेल भनेर अब एउटा म टिकटक बनाउँछु ल। तपाईहरु हेरेर बस्ने मैले बनाएको टिकटक। अनि उता टिकटकमा गएर लाइक पनि गर्नु। आँखों में खै के हे गोजी में नोट हे भन्ने गीत छ। म चाहिँ एक्लै टिकटक पनि बनाएर पनि हिँडिसकेँ। कति राम्रो राम्रो फुलहरू हेर्दाखेरि चाहिँ कस्तो राम्रो राम्रो फुलहरू भनेर देखिन्छ कि। तर आमाले मलाई के भनेर कराउनु हुन्छ त खालि के अरे खालि के खालको आमा हो यो एउटा फुल पनि ल्याएर कहिले रोप्दैन। मै बुढीले खोजेर ल्याउनुपर्छ भन्नुहुन्छ सधैँ। के खालको आइमाई हो म खै। कति राम्रो वाउ भन्नु त आउँछ कि ल्याएर रोपौँ न त भन्ने खालको फेरि आउँदैन पो के भएको होला। भगवान्ले नि माथिबाट पठाउँदाखेरि छोरा हुए भनेर पठाएको थियो क्या र धरतीमा निस्किने बेलामा झ्यात्तै छोरी भएछ क्या र। म त छोरा मान्छेमा हुने गुण भनेको गुण तथा अब शारीरिक बनावटै भनौँ न। हाइटहरू अब उस्तै हो। छोरी मान्छे जस्तो फिगर पनि छैन पुरा होइन। चाकचाक पुरा पुट्ठा सुट्ठा ठुलो ठुलो भएको पनि छैन। अनि यसो विचार गर्छु ए भगवान् भन म बरु छोरै भइहालेको भए हुन्थ्यो त भनेर नि सोध्छु क्या घरिघरि त। त्यही पनि केही छैन भनेको बेलामा इमर्जेन्सी लाइट बाल्नु पनि भेट्दिनँ अप्ठ्यारो परेको बेलामा त।
पर्छ जस्तो छ यसो विचार गर्दाखेरि। यो जाडोमा त सुसु पनि कति आउँछ माकुरी। यो हिले सिधुवाको मौसम र मेरो मुड स्विङ चाहिँ एउटै भयो क्या। फेरि कतिखेर परिवर्तन हुन्छ थाहै नहुने। तलतिर पानी पर्ला पर्ला जस्तो भइगएको थियो झुम्म भएर, अब यहाँ आयो घाम पो लाग्दैछ। ए भगवान्, ल फेरि अहिले म सिधुवा कटेर पनि मास्तिर आइपुगिसकेँ। यस्तो बाटोमा छक्कै पर्छु भाइ। फर्की फर्की नहेर पर्ला है, डोलाएर बस्नु पर्ने रोग सर्ला है भन्नु जस्तै फर्की फर्की हेर्नुहुन्छ भाइ। भैँसी हो कि राँगा हो? गाडी धुने ठाउँ हो। ल यतिको चाहिँ भयो भने चाहिँ, यतिको मौसम चाहिँ भयो भने चाहिँ हिँड्दा हिँड्दै पनि मान्छे दामी देखेर ढल्छ है। फेरि हेरेको हेरे भएर अब रोडै हेर्नु छोड्छ होला हौ। आम्मा कस्तो दामी देखिरहेछ त। यतातिरबाट हाम्रो घर पुग्नुलाई चाहिँ अझै 3 घन्टा जति चाहिँ लाग्छ होइन। तर मलाई चाहिँ यता आइपुगेपछि ल घरै आइपुगे जस्तो फिल हुन्छ क्या। यतातिर त पहिला हामी हिँडेर पनि मेला बजारहरू भर्न आउँथ्यौँ नि त पहिला तरुनी हुँदाखेरि। अनि त्यही भएर हिँडेरै आउने ठाउँ त हो यस्ता मुला भन्ने जस्तै लाउँछ। तर यहाँदेखि बाइकमै पनि 3 घन्टा, कम्तीमा 3 घन्टा, बढीमा 3 घन्टा जति चाहिँ लाग्छ यहाँबाट। ए भन्नु सक्ला है। धन्यवाद। तपाईँ जस्तै रोडमा चाहिँ मान्छे परिराखोस्, म के गरौँ र कसो गर्नु भनेर अटस मटस भइसकेको थियो यार। कस्तो धन्न साइड लगाइदियो बाटै छ हेर। साला यो कुखुराहरू हेरेर फेरि ढल्केको यहाँ अगाडि हानिन्छ अनि भान्छस्। आज त यत्रो लाइसेन्स बोकेर हिँडेको छु, चेकिङमा पनि कहीँ पर्दिनँ त होला। के हो यस्तो? अरू बेला नबोकेको बेलामा चाहिँ झ्याप्प भेटिरहेको हुन्छ, बोकेर हिँडेको बेला त भेट्दिनँ त। ए ओ राडा आँखामा आएर के पर्छ यार, सट्टै पस्यो। ल मेन रोडको हालत यस्तो छ। आम्मा यो त के खालको नचाहि हो। आम्मा यतिको दामी उफ्रियो भने चाहिँ पक्का लडिन्छ है। आइया मेन रोडको हालत त यस्तो छ। हामी गाउँ जानेको हालत, गाउँ जाने बाटोको हालत त झन् के कुरा गर्नु र। गाह्रो भयो रोड त। सरेकै डेन्जर उखाड्छ यार। म त अस्ति जाँदा यहाँ त झन्डै लडेँ। अब म रङ गए जाँदैछु, यतापट्टिबाट गाडी आयो भने मलाई गाली गर्छ कि गर्दैन होला है। ल यहाँ त बल्ल सुकेछ र इजी भयो। उता गाउँ जाने पनि यस्तै भइदियो त्यसै त रमाइलो हुने थियो। ल अब भने मेरो घरको यात्रा यसरी सुरु हुन्छ। थाम्नुले ओह्रालोमा त थाम्नुले अस्ति आम्मो यस्तो उफारिरहेछ। अस्ति जाने बेलामा के अरे पिच कुद्ने भनेर
हावा भरेर गएको आमा हावामै उडाइरहेछ अब भरे घर पुग्दा त मेरो मुटु कलेजो आन्द्रा पोख्छो सब दुख्छ आयो खतरा उफाऱ्यो आइया मासला पुरै सर लागेन यो गाडी कति नमागा थियो आइया हो बाटो नि के भने यस्तो ल बाटो त ल ल कहाँ जोत्यो ल बाटो खुना आयो क्या हो ठोकेर त आमा पिल्स्याएछ नि हौ यसले पो त ठोकेको यसरी खुट्टा टेक्नु खोजेको त केले झट्टै पारेछु कस्तो दुख्याएर म अब भरे निल्लै हुन्छ अलिअलि छाला चाहिँ खोर्स्याएछ कि कोर्स्याएछ ला यार कस्तो चिप्लिन्छ भित्ताबाट रहेछ क्या र यहाँनिर मलाई त्यस्तो लाग्दछ है 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 कता ठाउँ त फेरि पर्छ होला बिरमुनि ल यहाँ पनि कता लु मर है न्युट्रलतिर झन्झन हिलो हुन्छ तर जस यतातिर सुक्नु चाहिँ सुकेछ नत्र यतातिर पनि पुरा हुँदै हुन्थ्यो गयो 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 के हो यस्तो बाटो पनि कस्तो हुत्तेछ भन यो ढुङ्गा किन यहाँबाट चाहिँ बाइक कटायो भनेर राखिदिएको जस्तो गयो ठेलेरै कटाइदिन्छ माछामा
घरमा कति 4-5 तिर आइपुगेको थिएँ होला। अहिले चाहिँ राति भइसक्यो तर मैले भ्लग चाहिँ त्यो यहाँ आइपुग्ने बित्तिकै बनाउँछु भनेर चाहिँ सम्झेको थिएँ, भुसुक्कै बिर्सेको छु क्या। अनि यतिखेर पो मैले त साँच्ची भ्लग पो इन गरेको छैन भनेर याद आयो। अनि त्यस पछाडि मैले भ्लग सुरु भन्दा नि इन गर्नुको लागि सुरु गरेँ। यसो आएर चाहिँ म बाइकहरू धोएँ होइन, फ्रेस भएँ, यताउति आमाले थुक्पा बनाउनु भएको रहेछ, खाएँ। अनि खाएर अहिले यत्तिकै फोनहरू चलाउँदै बसिरहेको छु। सो हाम्रो यो भिडियोहरू, मेरो यो भिडियो समग्रमा भन्नुपर्दा तपाईँहरूलाई कस्तो लाग्यो, कृपया राम्रो लाग्यो नराम्रो लाग्यो जस्तो लाग्यो पनि कमेन्टमा लेखिदिनु होला। यदि राम्रो लाग्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न पनि नबिर्सनु होला भन्दै आजको यो भिडियो चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु। सबैजनालाई धेरै धेरै माया, बाई बाई।